साथीहरु मैले चाहिँ आज चाहिँ हाम्रो महावीर पुनजीको कमेडी भिडियो लिएर आएको छु रियाक्सन दिँदैछु तपाईहरु पनि हेर्नुस् एन्टरटेन गर्नुस् एकदमै फनी भिडियो रहेको छ है त महावीर पुनजीको ल भिडियोलाई सुरु गरौँ है त नेपालमै बसेर केही गरौँ भन्ने युवाहरुलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ जेसुकै गर भन्ने सन्देश दिन्छु यो भिडियो चाहिँ हैन नेपाल भरि सबैले हेर्नु भएको छ होला है एकदमै भाइरलै भएको थियो यो चाहिँ नेपालमा भएका युवाहरुलाई के सन्देश दिन चाहनुहुन्छ त जेसुकै गर भन्ने सन्देश दिन चाहनुहुन्छ खतरा यो चाहिँ नेपाल भरि जा पनि थियो हैन बस्नु मन लाग्छ भने बस्नुस् मैले जबरजस्ती बस्नु भन्नु बस्ने कुरा त होइन बस्नु मन लाग्छ भने बस्नु नबस्नु मन लाग्छ भने जाने है जबरजस्ती बस भन्ने कुरा पनि भएन आविष्कारक हुनुहुन्छ यो क्षेत्रमा तपाईले के गर्दै हुनुहुन्छ त अब के गरिन्छ भन्ने कुरा त अहिले भन्ने कुरा होइन क्या म शिवजी अथवा म भगवान भइदिएको भएदेखि मैले चाहिँ हैन त्रिनेत्र लगाएर म यसो यसो गर्छु भन्ने थिएँ त्रिनेत्र पुरा यहाँ त्रिनेत्र लगाएर ठाडो एकदमै ठाडो अब अपर्झर यहाँ आएर मन्त्री भइएको छ अब यो त अपर्झर किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएपछि किताब बेच्दै बाटोमा किताब बेच्दै गरिरहेको हुन पनि हो बाटोमा किताब बेच्दै गरिरहेको बेलामा लिएर चाहिँ मन्त्री दिएको हाता मन्त्री दिए के त साँचो बोल्नु भएको छ जे होस् बाटो हिँड्दै गरेको मान्छेलाई के गरे यार के हो अब सम्माननीय ज्यूहरुसँग फोटो सेसनमा सहभागी हुनको लागि नवनियुक्त माननीय मन्त्रीज्यूहरुलाई हार्दिक अनुरोध गर्दछु अपर्झर अब अहिले नै यो गर्छु भन्ने कुरा नै नसोध्नुहोस् तपाईहरुले पहिलो काम चाहिँ मन्त्रालयमा गएर अब के छ त्यो कुरा बुझ्ने हो पहिलो काम भनेको मन्त्रालयमा गएर के कुराहरु छन् त्यो बुझ्नु पर्यो त्यही हो पहिलो काम त्यो कुरा मलाई कसैले पनि गिफ्ट नदेऊ भन्छु गिफ्ट दिन्छ दियो भने मैले बेच्दिन्छु त्यही गिफ्ट दियो भने बेच्दिन्छ खतरा डायलग खास कुरा के हो भने म र गल्लीको कुकुरमा फरक छैन यो त हदै हो के भन्नुस् त आफूले गल्लीको कुकुर भने अहिलेसम्म कसैले भनेको सुन्नु भएको छ त्यो पनि यति ठुलो व्यक्तिले सुन्नु भएको छ अहिलेसम्म महावीर पुन जस्तो व्यक्ति अर्को कुनै पनि ठाउँमा संसारमा भेट्दैन होला हो हामीले किन सिरको 4 खुट्टे भयो म चाहिँ 2 खुट्टे भयो आजको कार्यक्रम के छ आजको कार्यक्रम धर्ना बस्ने छ यहाँ कोही यस्तो कार्यक्रम हुँदैन जसलाई जे बोल्नु मन लाग्छ बोल्ने बाटोमा बस्ने भात खाने अब मोमोसम्म के ल्याएर खाजा साजा खाने हैन मजासँग चाहिँ धर्ना बस्ने यो हो त्यो तरिका धर्ना बस्ने कस्तो बोलीको शैली के यो बोलीको शैली भनेको यस्तो आयो हावाको तालको भनौं या बिन्दास खालको भनौं है बोल्ने शैली के आविष्कार अनुसन्धानको लागि नारा लगाउने हैन अनि जतिसम्म बस्न मन लाग्छ बस्ने अनि चाहिँ अल्छी लाग्यो भने जाने हजुरले चाहिँ सेवा सुविधाहरु छोडिरहनु भएको छ हजुरको के छ त्यस्तो मन्त्रीहरु बन्दै गर्दाखेरि अब सेवा सुविधा मलाई केही पनि चाहिन्न म चाहिँ अब मन्त्रालयमै बस्ने हो त्यही ओछ्यान लाउने हो त्यही सुत्ने हो फेरि बस्नु पनि भएको छ मन्त्रालयमा आफ्नो बेड बिस्तारा है खानीको त्यो छोटा सानो किचन पनि पुरै बनाइदिएको थियो भिडियो आएको थियो नेपाली जनताले निशुल्क शिक्षा पाउँछन् त अब मन्त्री हुँदाखेरि अरे म मन्त्री हुँदैमा निशुल्क शिक्षा कसरी दिने म भगवान हो र भनेको साच्चै कुरो निशुल्क शिक्षा कहाँबाट दिने हावा गफ नहुने गफ आफूले नसोचेको कुरा राम्रो भइन्छ भन्दैमा गफ लाउने मान्छे चाहिँ महावीर पुन होइन है साथीहरु सबैभन्दा भ्रष्ट नेता कि सचिवहरू हो सचिवहरू र नेता दुईटै हो तर नेतालाई भ्रष्टाचार गर्ने उपाय बताइदिने चाहिँ सचिव हो तिमीहरूलाई कोरिया नजाऊ यही बस भन्न आएको होइन फेरि यहाँ नडर है जाऊ भन्न आएको बरु जाऊ किन जाऊ भन्छु भने
नेपालमा अहिले बसेर जागिरै पाउँदैन अनि के गर्नु? सही कुरो ल हेर्नुहोस्, नत्र पनि आफू राम्रो बन्नको लागि नेपालमा बस, नेपालमै केही काम गर्नुपर्छ भनेर भन्छन्। रियालिटी त्यही छ, बाहिर जाऊ जे राम्रो छ त्यही हुन्छ, त्यही गर भनेर चाहिँ भन्नुभएको छ। रियालिटी हो है यो कुरा चाहिँ। आज आऊ देश बचाऊ भनेका छन् त जनताले यति बेला त। जनताले भने होला, जनताको बोल्ने अधिकारको कुरा हो। जनताले हामीले बोल्यो भनेर जनतालाई गाली गर्ने कुरा होइन होइन। अब राजा नआएको पनि त होइन, राजा त थियो त 240 वर्ष 50 वर्ष थियो र नेपालमा राजा। अनि त्यति बेला के गरे त? म वैज्ञानिक होइन, म विद्वान पनि होइन। यदि म मूर्ख नभएको भए म अहिलेसम्म केही पनि गर्न सक्ने थिएन। म त 2-3 वर्षसम्म गएर हेरौँ के के हुन्छ भनेर आएको मान्छे त 28 वर्षसम्म यहीँ भयो, बिजी भयो क्या। अमेरिका किन फर्केन भन्दाखेरि यहीँ बिजी भइयो। बिजी भएर नफर्केको अरे है। नेपालको चाहिँ माया भयो होइन, बिजी भएर काममा फुर्सदै भएर जाने त्यही भएर। महानगरले त गर्छ होला नि त, अहिले त गर्दैन यो महानगरले पनि गर्दैन। गर्छु भनेर नयाँ पुस्ता आउनु भएको छ। नयाँ युवा पुस्ता आएको मैले साउन महिनामा भेटेको हो, हामी गर्छौँ भनेको हो र केही खाकाहरू तयार गरेको हो। उहाँले त केही गर्नुहुन्छ होला नि त, अहिले त जनताले पनि हुन्छ होला भनेर भएन के, गर्नु पर्यो। सही कुरो, गर्नुहुन्छ होला भनेर भएन चाहिँ सायद बाल्ने चाहेको कुरा भइरहेको थियो है त। हुन्छ होला भनेर भएन, गर्नु पर्यो। सही कुरा, अरू सबैले राम्रो भनेछन् भनेर महावीर पुनले पनि हो राम्रो भनेर चाहिँ आँखा बन्द गरेर भन्नुहुनेवाला छैन। त्यो कुरा सही कुरा हो। ठिक छ। सो यदि नै यो लामो थियो तर मैले छोटो गरेँ, छोटो 4-5 मिनटको छ। फेरि पनि आगामी दिनमा चाहिँ यस्तै रियाक्सन भिडियो लिएर आउनेछु। तपाईँले कतिको इन्टरटेन गर्नुभयो, तपाईँहरूलाई महावीर पुन कस्तो लाग्छ कमेन्टमा गएर टाइप गर्नुहोस् है।